बालेन सरकारले सुरु गरेको चिट्ठा सिस्टम बन्दैछ सुपरहिट। 15 दिनमै 16 जना बने लखपति। 250 रुपैयाँको सामान किन्दा पर्यो 10 लाखको चिट्ठा। 15 जनाले पाए 1-1 लाख को हुन् बम्पर उपहार जित्ने भाग्यमानी। तपाई पनि सहभागी भइहाल्नुस् है। यस्तो छ सहभागी हुने पूरा प्रक्रिया। मात्र 250 रुपैयाँको सामान किन्दा 10 लाखको चिट्ठा पर्छ भन्दा तपाई पत्याउनुहुन्छ? सुन्दा पत्यार नलाग्न सक्छ, तर कञ्चनपुरका एक सर्वसाधारणको हकमा यो जादु होइन यथार्थ बनेको छ। कञ्चनपुरको पुनर्वास स्थित शिवकृष्ण जनरल स्टोरबाट जम्मा 250 रुपैयाँको सामान किन्ने एक अपरिचित उपभोक्ताले रातारात 10 लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। उनी मात्र होइनन्, अर्थमन्त्री सोडिम वाग्लेको उपस्थितिमा सार्वजनिक भएको नतिजा अनुसार अन्य 15 जनाले पनि जनही 1-1 लाख रुपैयाँ हात पारेका छन्। यो कुनै जुवा वा क्यासिनोको कथा होइन, यो हो सरकारले भर्खरै सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम, जसले जम्मा 15 दिनमै 16 जनालाई लखपति बनाएको छ।